ओए केटा के गर्दैछस् हौ कुराकानी केही छैन के बोलाउँदा नि अचेल त बोल्दैनस् त यार के ठुलो भइसौ कति साह्रो पढेको यार छाड्दै क्या पढ्न पढेर हात्ती ठुलो भएर काम छैन बोल्न है बोल चुप लाग मुला बरु तेरो विदेश जाने प्लान चाहिँ के भयो भन्न त्यही हो म त विदेश जाने प्लानिङ गरेको केटा सिधै सिधै हो कमाउनु मात्र ठुलो कुरा होइन नि बेटा त्यस्तै हो केटा त्यस्तै हो खबरहरू के छ त तेरो अरू सुना सबै ठिकै छ यार पढाइ कस्तो जाँदैछ साँच्ची अस्ति नाम निकालेको थिएन के भयो नि त्यसको बिग्रियो यार साह्रै नमिठो लाग्यो थियो यार त्यो बेला बिग्रेर फ्याँकिस् त्यसमा नि यही छैन केटा फ्याँकेको उपलक्ष्यमा यो त खाइदिनै पऱ्यो नि होइन हेर केटा मैले भनेको मान्छेस् भने पासवर्ड बना चल्दै काठमाडौँ यतिखेर गएर चाहिँ के गर्नु त्यो आन्दोलनमा राजावादीहरूलाई साथ दिनु कि गोली खाने आन्दोलन त त्यो 1-2 दिनलाई पो त यार 2-4 दिन राजा राजा भन्छन् फेरि मासिन्छन् नेपाली जनतालाई थोरै नचिने हो र त्यो त हो भेडा नै भेडा छन् सबै त्यस्तै हो छोड यस्ता कुराहरू पछि लाग्ने लाग्दै गर्छ बरु चुरोट खान्छस् खान्न नखाने हो त क्या जस्तो खाँदैन सुन अब हेर केटा अरू त त्यस्तै हो पैसा चाहिँ कमाउनु पर्छ है केटा त्यही भएर चाँडो विदेश चाहिँ भन्छु सरकारी जागिर भनेको हाम्रो लागि बनाए होइन त्यो सरकारी जागिर भनेको त्यो दिनरात नभनी कोठाभित्र बस्नेहरूको लागि बन्यो तिनीहरूले मात्र आफ्नो दिमागलाई कोर्याएको हुन्छ अलिक समय कोसिस गर्छु केटा यति साह्रै नभन्न यतिखेर हेर केटा फरक गाउँ फरक ठाउँ यत्रो गाउँदेखि त जिल्ला आएर बसेको छस् होइन यत्रो समय भयो प्रगति के गरिस् त के गरे भन्नु र भन्नु त होइन म पनि आएर बसेको त यत्रो वर्ष भयो गर्न त के गर्नु केही गरेको छैन केटा अब यस्तै छ ल केटा राम्रोसँग पढ ल ल यार नाम निकाल है त अलिक समय कोसिस गर्छु म ल यार ल बाई ल यार ल अलिक समय कोसिस गर्छु ल ल भाइ